हामी छौँ कुमी भ्लगमा। स्थान रहेको छ बुटोल फुलबारी। फुलबारीको नजारा देखाइदिन जाँदैछौँ। टिस्टाइल गर्ने टिभीमा अब कति टाउको दुख्छ कति राम्रो बनाएको त रानी आउनुभन्दा त। यहाँ टिकट काटेर यहाँबाट छिर्ने भित्र। यहाँ भिड टावर छ। अब यता चिडियाखाना उता मात्र राखेको रहेछ क्या, यता पनि थियो त हटाएको रहेछ भाइ। यता सायद चिडियाखाना थियो के हामी पहिला आउँदाखेरि, अरू त्यता साइड लगाएको रहेछ क्या। बुटोल फुलबारी कति राम्रो गराएको रहेछ। पछाडि यता चिडियाखाना यता सारेको रहेछ कि, पहिला यता थियो। राम्रो लाग्यो, ठिकै है अनाउस अनुसार हो नि त। चिडियाखाना हेर्नु जाने हुन्छ। यो कुन राजाहरूको घोडामाथि सवार हुनुहुन्छ क्या। हाँस त यता हेर्नु कस्तो राम्रो छ। साइड नजरा यहाँ पिकनिक पनि खान आउँछन् कि। एकचोटि यहाँ बजैलाई आमालाई अनि म अनि कोकोलाई लिएर आएको थियो कि। कति राम्रो बनाएछ तर। ए यो उसहरू के अरे सहिदहरू हो क्या। कहाँ ए खै के हो खोइ कता लेखेको थियो होला नाइटो त नाम भयो नि त। आहा चल राम्रो बनाएको रहेछ है। बटरफ्लाई 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 हजुर ल म यहाँ उसको त्यो ड्रेस नि लाउनु पाइने चाहिँ कि यहाँ। मजा आइरहेछ हो क्या। बहुत ही बढिया। यहाँ ड्रेसहरू पनि लगाउन पाइँदो रहेछ। यहाँ साइक्लिङ पनि रहेछ। एउटा पिकनिक एरिया भयो जानु साइक्लिङ जाने त्यहाँ कि है जान्छ त्यहाँदेखि खै साइक्लिङ त्यहाँ एउटा यतासम्म चल्नु यो त माथि नैसम्म गएको रहेछ है।
हेलो हजुरहरूलाई देखाउन जाँदैछ भने पनि झर्नै सुकेर रहेछ यहाँ तर माछा छ क्या माछा रङ्गी यता हेर् त देखिको माछा हजुर कति रङ्गी चङ्गी माछा थियो पहिला अहिले त यस्तो एउटै ठाउँ मात्र रहेछ तल झन् क्लियर देखिन्छ भयो आउनु ऊ आउनुहोस् एनिमल हेर्न जाउँ एनिमल डियर पेरिय अब हामी जनावर हेर्न जाने गर्मी त चढिसकेछ केटो डियर हजुर हे मगर ड्रेस त घरै लगाउँछौँ लगाउन मन लाग्छ नेवारी ड्रेस ठुलै नेवारी ड्रेस भयो गर्मी छ फुलबारी एनिमल कर्नर अहिले यतापट्टि साइड गराएको रहेछ कि पहिला उता थियो पानी खाने पानी खान जानु के रहेछ यहाँ डाँफे मयूर बाँदर के हो यहाँ भित्र के अभी स्याल रोको हजुर आएर स्वागत गरेछ क्या लौ 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 ऱ्याबिट के यो गिनी पिग छि रमाइलो गर्दैछ त चिटुवा सुत्नु भएछ हेलो पोर्के आँखाले हेर्नुहुन्छ है चिटुवाजीले त छि स्याल किन रोग होला के हजुरलाई देखेर खुसी भयो जस्तो छ भाइ के हो यहाँ बिचरा हजुर के हो यहाँ बिचरा दिम्से भेट्दु ल तिम्रो सेल्फी खिचिदिन्छु ल नरौ है यता हेर रिसाको लौ हामी आएको त सेल्फी खिचिदिनु लगाएको त लौ खुसी भयो क्या हो नरोको हेलो लौ फोटो खिचिदिन्छ भने फोटो खिचेको हेर्नु त हेर्नु न यिनीहरू हेलो स्यालहरू खुब रोएर हेरेर लौ फोटो खिचेको त यता स्याल हजुरको पालो हो क्या अब यहाँ त उसै अस्ट्रिच रहेछ ए मयूर मयूर छ भित्र रहेछ मयूर भित्र खाएको देखिन्न एउटै रहेछ बनाउँदै रहेछ क्या यहाँ त यहाँ छ त्यति नदेखिँदो रहेछ फर्र उडे पाराइट इस अजिङ्गर कस्तो रोट्यो हामी यहाँको त बन्द भयो सेल्फी दिएर क्या कहाँ अजिङ्गर म त देखेकै छैन है ए त लामो नदेखिन्न क्या भिडियोमा त एउटै रहेछ है हिँड्दो रहेछ नि अजिङ्गर बिस्तारै हिँडेछ बाहिर हजुरले यस्तो देख्नु भयो कि नै ठुलो हाम्रो गाउँमै भेटा थियो ए त तिहार हो पेटमा उस भएन अडलुक खङ्ग्रुङ पनि उहाँ हेरिरहेको हिँडेछ खट्रो क्या
यो त कति राम्रो यहाँ बसेको आहा बच्ची कति राम्रो ए कति राम्रो सुत्यो कस्तो राम्रो हो कति धेरै रहेछ त्यहाँ त राम्रोसँग देखिन ए के मिसायो यिनी त भाग छ है बाहिर सानसानो त कहाँ छिर्छ ए कति राम्रो सुतेको कि मरेको सुतेको नि आनन्द हलिरहेको छ सास फेरि गरेको चुचु 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 ए के गरे चुचु 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 कति सानो न चुचु 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 बुझ्दो रहेछ क्या हो चुचु के कालिज अलिअलि यहाँ त उस जालीले गर्दा उस देखेन कुकुरै हो यता हो म फोटो दिन्छु पत्तो कता हो यता आऊ न म खुमी हो म खुमी यो रहेछ नि ती म खुमी हो तिमी पट्टु हो ए तिमी पत्तो हो के हो र यो राजास राजास हेलो क्या राजास कति राम्रा राम्रा हावै हो क्या कति राम्री राम्री हो राजास कति राम्रा म तेरो फोटो खिचिदिन्छु है नील गाड त वहाँ पारी पारी देखिन्न त्यही उसेको होला अस्ट्रिच त उता पो गएछ है यहाँ के है के हो यो के हो जिउरा निकाल्छ त टोक्न आन्छ टोक्छ नजानु जिउरा निकाल है त नगर्नु अझै के हो रे फ्याउरो ए यो ए कुखुराहरू ओइ लजाको आज नि छुपेको ओए हेर्न किनहरू जाने चाहिँ गर्ने यिनीहरू ए यहाँ के रहेछ नि त मानव के हो यो के हो यो बिचरा गर्मीले ढकस ढकस गरेछ हेर्नु त लजाको के त नदिनु उसो लाएर अस्ट्रिच त उता गयो अस्ट्रिच आऊ आऊ यिनीहरूले कस्तो बोकेर डुब्छ नि है मान्छेलाई बोक्छ खै आमा छोरी रहेछ तर राम्रै बनाउन लगाएको रहेछ अझ यो पुरै बन्यो भने त राम्रो ए तिनवटा रहेछ उता नि रहेछ हेलो अस्ट्रिच हेलो हाँसो छ हेलो ठुक्ने छ
न ठुङ्गेछ उहाँ अलिक कोप पर्दाखेरि नगर्नु के नजिस्काउनु पर्ने छ कति ठुल्ठुलो हुन्छ एस्ट्रिच के खान्छ ए दाना खाँदै रहेछ ए नगर्नु के हेलो छि यिनीहरूको टाउको त मान्छेको चाहिँ टोकेको होला खुब टोक्यो भने होला के अरे कत्रो ठुलो हुने क्या नगर्नु के ला नगर्नु के बाई बाई हेलो तेरो पनि फोटो खिचिदिन्छु ल ए यसको ठोरो पनि फरक हुँदो रहेछ है यो काली रहेछ यो काली यहाँको उसकै के अरे बम गोलाबारुद बम फसाल्यो के भन्ने होइन र यो पनि यसको उसने इतिहास छ के हो राम्रोसँग थाहा भएन मलाई ओके हो नि हेर्नु जान्छ के भन्छ खै अगाडि पछाडि मान्छेहरूको ओके डर लाग्यो उस बम मुस गरेको होइन र तर यसको एउटा छन् छ कि यस्तो के अरे राम्रोसँग थाहा भएन ए सूचना प्राचीन स्मारकलाई नष्ट गरे भट्काए हटाए पर्यटन गरे अनधिकृत काममा लगाए वा अन्य कुनै किसिमको हानि नोक्सानी पुर्याएमा प्राचीन स्मारक होइन यो तोक्छ ओके यो पनि इतिहासको तो छ कि यसलाई यो सरकार उसो के हो रट्ट बिग्रेछ टाङ्गा त त्यो इतिहास बोकेको छ कि सेन राजाको ओके भग्नावशेष दरबार हो कि यो त यहाँ जलाइदिएको कि भट्काइदिएको के भन्दै थियो कि यो भग्नावशेष म त बिर्सेँ भाइ नि त्यही पनि त्यो इत्ताले उस गरेर नि त पट्टा लाग्यो नि त यो यस्तो छ यो अवशेष यो जोगाइराखेको कि यहाँ ए यो भन्नुभएको हजुरले कर्कटा गोही कतिवटा दाँत छ हेर्नु त ल उहाँ जाऊँ कि उहाँ फोटो खिच्न त्यहाँ खिचिरहेको छ नि त यता सडक छ यहाँ छैन होला भित्रै लगेछन् यहाँ बिहे गर्ने मन्दिर हो क्या कसैले बिहे गर्न मन छ भने यहाँ आएर बिहे गर्नुहोस् हो क्या अनि बस्नु त कस्तो राम्रो छ अहिले त्यहाँ जानुभयो भने यता हेर्नु यता ए आधा घाम परेछ उही मान कता जाने यता नजाने यता त यत्तिकै हो क्या होइन यता त यति हो क्या त्यो फोटो खिच्ने होइन त्यहाँ फोटो खिच्ने क्या यस्तो यस्तो गरेर गर्दै होइन स्क्रिनसट गरेर नै हो यहाँबाट लाउन तातो चाहिँ क्यामेरा गर्ने अब त्यो चाहिँ बन्द गर्ने बताएर राम्रो बाबा
तर भिडियोहरू फुटेर स्क्रिनसट गरेर क्या दामी आउँदो रहेछ यार सर र एक फोनको हेरौँ के रहेछ अनि अरू बैशाख 1 गते बनाएको कति गर्मी यहाँ त बढी यता हेर्नु डन आयो डन हामी कहाँ चढ्दैछौँ भ्यू टावर हजुरहरूलाई भ्यू देखाउनको लागि जाँदैछौँ हामी भ्यू टावर कस्तो लागिरहेछ रमाइलो लाग्छ I'm very excited right नजरा हेर्न रेडी हो माथि नै जाम है हजुर ए यहाँ त बुटोलको भ्यू हेर्न सक्नुहुन्छ ओ त्यो लुम्बिनी केबल कार केबल यताको नुवाकोटको चाहिँ नदेखिँदो रहेछ म दामी देखिँदो रहेछ है म त आँटेन यहाँ माथि त कहिले नि यो पुल रहेको छ दाङ जाने हो कस्तो राम्रो देखेछ हेर्नु न त दामी भ्यू देखिँदो रहेछ त यहाँ बताएर यहाँ पार्किङको सुविधा पनि रहेको छ यहाँबाट टिकट काटेर भित्र छिर्ने अनि भ्यू टावर चढ्ने भ्यू हेर्ने अनि फुलबारीलाई माथिबाट हेर्दाखेरि वाउ दामी देखिन्छ पुरै राम्रो बनाउनको लागि कामहरू भइरहेछ त्यहाँ फन पार्किङ रहेछ पिङहरू पनि खेल्न सक्नुहुन्छ पहिलाको भन्दा अहिले कति राम्रो बनाएको रहेछ फुलबारी फेरि एकचोटि म नजारा हेर्नुहोस् हजुर खै ए मङ्कीको बदमास ओइ चङ्खे मङ्कीको बदमास हेर्नु सक्नुहुन्छ कति घर पनि चढिन्छ यहाँ बुटोल त तानसुन पनि आउँछ नि घर गर्दै कस्तो लाग्यो भ्यू दामी छ है शीतलो यता हेर्नु यताबाट आउँछ कि अँध्यारो आउँदो रहेछ त
के मुख चलाइराख्नु भएको